गाइज आज म आएको छु एउटा त्यस्तो एभेन्डोन ठाउँ जहाँ चाहिँ एउटा प्लेन क्रासको मेमोरीमा पार्क बनाएको थियो र त्यो पार्क पनि अहिले एभेन्डोन भइसकेको छ। सो हियर वी आर एट PIA सो यस कुनै टाइममा 1992 मा एउटा प्लेन थियो पाकिस्तान इन्टरनेसनल एयरलाइन्स अनि पाकिस्तान इन्टरनेसनल एयरलाइन्स चाहिँ पाकिस्तानबाट काठमाडौँ आउँदै गर्दाखेरि बाटोमा जुन चाहिँ यहाँ क्रास होइन बाटोमा यहाँभन्दा लगभग 10-15 किलोमिटर्स पर पहाडमै क्रास भएको थियो। अनि त्यो प्लेनमा लिटरली एकदमै डिभास्टेटिङ कुरा थियो त्यो नेपालको लागि होइन। अनि त्यसैको सम्झनामा यहाँ चाहिँ एउटा पार्क बनाइएको छ। 28 सेप्टेम्बर 1992 मा चाहिँ यहाँ क्रास भएको थियो अनि यसको सम्झनामा चाहिँ यसलाई बनाएको थियो र यसलाई चाहिँ PIA नै भन्छ। अब हामी यहाँ जाऊँ एक्सप्लोर गर्न। अनि यो चाहिँ पार्क एकदमै राम्रो थियो, एकदमै बनेर रेडी थियो होइन। अनि पार्क चाहिँ अस्ति काठमाडौँमा लास्ट इयर नराम्रो तरिकाले बाढी आउँदा पहिरो आउँदाखेरि यो पार्क त्यसमा एभेन्डोन भइसकेको छ। लेट्स गो एक्सप्लोर गरौँ। सो गाइज यहाँबाट एन्ट्री छ होइन यो पार्कको। अब यो पार्कमा तपाईँले यहाँ देखिराख्नु भएको छ गिट्टीहरू अनि सबै। तर यो पहिला यस्तो थिएन। म तपाईँलाई यसमा भिडियो प्ले गराइदिन्छु होइन। म आएको थिएँ कि लिटरली सरी गाइज सरी मैले गलत भने यहाँनिर म आउनै पाएन। म आउँछु भन्दा भन्दै त्यो पहिरो आयो अनि त्यसपछि यहाँ एभेन्डोन भइगयो। अनि यहाँ चाहिँ यस्तो छ। अब आई डोन्ट नो यस्तो प्लेसमा कसरी बनाएको थियो यो होइन। यो अहिले यस्तो देखिरहेको छ यस्तो थिएन गाइज, बिल्कुल यस्तो थिएन। एकदमै राम्रो थियो यो पार्क चाहिँ, एकदमै राम्रो थियो। मान्छेहरू यहाँ आउँथे, घुम्न आउँथे, काठमाडौँबाट रिफ्रेस हुन आउँथे। अनि अझै पनि तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर यस्तो बनाएको छ सर्कल टाइपको पानी सानी यहाँनिर हिँड्ने बाटो बनाएको छ। यस्तो बाटो थिएन यहाँ अहिले भएको जस्तो बाटो। अनि लुक एट दिस यहाँनिर यस्तो थियो है। अनि तर मान्छेहरूले यो चाहिँ लेख्न कहिले पनि छोड्दैन बिमल आर लभ ए अरे अनि यहाँनिर यस्तो बाटोहरू थियो गाइज। लुक एट दिस यो पक्कै पनि बाटो हुनसक्छ तर यस्तो नराम्रो तरिकाले बिमल यहाँ त्यो भइगयो होइन। कोही मान्छे मरेको थियो होला र यसमा, तिमीलाई के लाग्छ? तर यहाँ जस्तै एउटा प्लेन क्रासको सम्झनामा यो बनाइएछ होइन पार्क। अनि त्यो मान्छेहरू आउँछन् होला भूत बनेर पार्कमा। सो यहाँ अझै पनि अलिकति बस्ने ठाउँ छ गाइज। लुक एट दिस यहाँ यस्तो छ तर अहिले यहाँ कालो, यो कालो किन हुन्छ? आगो बाल्छ नि यहाँ त्यही भएर हो क्या है। सो अहिले अब यो एकदमै राम्रो थियो होइन, मेमोरीमा बनाएको थियो, एकदमै राम्रो थियो। अनि अनफर्चुनेटली यो यस्तो डिजास्टरले यस्तो भयो अनि त्यसपछि यहाँ अब बनाइन्न कि जस्तो पनि देखिरहेको छु मैले त। किनकि यो 1 इयर भइसक्यो, फ्ल्याट 1 इयर भइसक्यो गाइज। अनि फ्ल्याट इयर 1 इयर भइसक्दा यहाँ अझै मान्छेहरू छन् बिमल उतापट्टि हेर। सो पिपल आर कमिङ हियर, मान्छेहरू यहाँ भिजिट गर्छन्। इमेजिन गर बिमल यहाँ राम्रो थियो, राम्रो भएको बेला होइन कति धेरै मान्छे आउँथ्यो होला, मतलब कति धेरै आउँथ्यो होला यति बेला होइन। अझै पनि यहाँ बाटो छ हेर न लिटरली। ए गाडी बिमल त्यो हेर तिमी होइन यता होइन यताबाट। अनि अझै छ वहीँसम्म जस्तो लाग्यो मलाई वहाँ हेर न होइन। सो यो छ बाटो नि गाडी लिएर जान सकिन्छ होइन, मिल्दैन। यति नै हो बिमल, म आछु क्या यहाँ। अनि गाइज यहाँ चाहिँ एकदमै मतलब तपाईँले इमेजिन गर्नु कि म यसको भिडियो प्ले गराइदिन्छु होइन। एकदमै राम्रो थियो कि यहाँ छ हाम्रो सम्झनामै बनाइएको छ। सो यहाँ अब जो त्यो प्लेन क्रासमा जो मान्छेहरू मरेका थिए होइन यहाँ लेखा छ लेले मेमोरियल पार्क डेडिकेटेड टु द पाकिस्तान एयरलाइन्स इन्टरनेसनल एयरलाइन्स फ्लाइट PK 268। सो 268 जना थिए गाइस त्यसमा। अनि 28 सेप्टेम्बर 1992
मा चाहिँ एक्सिडेन्ट भएको थियो त्यो पाकिस्तानमा लेखेको छ यसैको बारेमा अनि यहाँ लेखेको छ लेले गेडिक स्टेज यो अर्को ल्याङ्ग्वेजमा लेखेको छ जस्तो लाग्यो मलाई यो पनि अर्को ल्याङ्ग्वेज हो यतापट्टि हेरौँ पाकिस्तान अन्तर्राष्ट्रिय यो डिफ्रेन्ट ल्याङ्ग्वेजेसमा लेखेको छ यो के हो भनेर अनि यहाँनिर यस्तो बस्ने ठाउँ बनाइएको छ अनि यो अहिले लिटरली एभेन्डन भइसकेको छ यहाँनिर के छ HE मिस्टर सोहेल अमिन पाकिस्तान एम्बेसेडर टु नेपाल ओके सो यो पाकिस्तान एम्बेसेडरको नाम होला त्यति बेलाको अनि यस्तो पहाड छ गाइज अनि यो पार्क चाहिँ अब तपाईँले इमेजिन नै गर्न सक्नुहुन्छ यता पहाड छ अनि उता पनि पहाड छ सो यो चाहिँ स्लोपमा राखिएको छ अनि स्लोपमा राखिएको हुनाले अनि वाट टु डु अनि यहाँनिर लुक एट दिस जोइन्ट ग्रेभयार्ड भनेर लेखिएको छ सो यो एक्चुअली यहाँ चाहिँ अब त्यो प्लेन क्रास हुँदाखेरि त अब लाहासास भेटिन्न प्लेन जलेर राखुन्छ अनि यो पार्क एक्चुली त्यो जुन जतिजना मरे त्यो सबैको एउटा जोइन्ट त्यो हुन्छ नि मलामी गर्ने जोइन्ट दह संस्कार गर्ने टाइपको तरिकाले बनाएको थियो मेमोरीमा तर अहिले यो पनि डिस्ट्रोय भइसकेको छ अनि मलाई त्यो चाहिँ एकदमै डर लाग्छ यहाँ पाकिस्तान त्यत्रो ठुलो प्लेनको त्यति धेरै मान्छेको सम्झनामा बनाइयो र यो पनि यति नराम्रो भइहाल्यो क्या अनि के थाहा त्यो आत्माहरू अझै घुमिरहेछ कि विमल तिमीलाई डर लागिरहेछ नि यहाँ आउँदाखेरि यो एकदमै राम्रो थियो कि विमल पार्क नै लास्टै सही थियो क्या अझै मान्छेहरू आइरहेछ लुक एट द्याट त्यहाँ मान्छेहरू छ अनि ए ओके सरस्वती भोलि सो गाइज भोलि सरस्वती पूजा छ अनि डेफिनेटली यो भिडियो पछि आउँछ तपाईँले पछि देख्नुहुन्छ तर भोलि सरस्वती पूजा छ एन्ड अहिले जसले हेरिराख्नु भएको छ ह्याप्पी सरस्वती पूजा अनि यहाँ माथि छ अझै ठाउँहरू एन्ड लुकिङ एट दिस विमल एकदमै नराम्रो लाग्दैन तिमीलाई नेपालमा यो डिजास्टर अनि जियोग्राफीले गर्दा एकदमै च्यालेन्जिङ जे कुरा पनि के बाटो जति बन्छ सबै भत्किन्छ घर जति बन्छ त्यो पनि भत्किन्छ सबै भत्किन्छ गाइस यहाँ एन्ड त्यो चाहिँ हो अनि यहाँ पनि एउटै सर्कुलर मेमोरीमा केही त बनाइएको थियो त्यो पनि अहिले डिस्ट्रोय भइसकेको छ लेट मी गो अप तर म क्लाइम्ब चाहिँ गर्न सकिरहेको छु मैले जुत्ता लगाएको छैन हामीले दुईजनाले जुत्ता लगाएको छैनौँ अनि यहाँ चाहिँ अब डिफ्रेन्ट सेक्सनमा मान्छेलाई सम्झना गर्नको लागि बनाइएको थियो यहाँ पनि लेखेको छ लेट्स गो रिड दिस यहाँ लेखेको छ स्पेनिसमा लेखेको छ नामहरू लेखेको छ आई गेस त्यहाँ पनि त्यही नै लेखेको छ स्पेनिस मोन्ट होइन सो नामहरू लेखेको छ धेरै नै नामहरू लेखेको छ अहिले अब यो त फेरि बन्दैन होला वाट डु थिङ्क विमल यो बन्छ होला अब बन्दैन होला अनि इमेजिन गाइज यो एकदमै राम्रो पार्क थियो रातारात काठमाडौँमा पानी परिरहेको थियो एकदमै जोडले पानी परिरहेको थियो त्यहाँको माटो कमजोर भयो अनि त्यो सबै माटो यहाँ बगेर आयो अनि यो पार्क नै डिस्ट्रोय भइहाल्यो गाइज यो पार्क अहिले एबेन्डोन भइसकेको छ कोही पनि आउँदैन यहाँ हामी बाहेक सो हामी त एक्सप्लोर गर्न पनि आएको थियौँ यो पार्कलाई लेट्स सी डिस्ट्रोय भइसकेपछि कस्तो छ भनेर ऱ्यान्डम आएको थियौँ एकचोटि यस्तो अफिसियल्ली आएको थिएन बट आज हामी एक्सप्लोर नै गर्न आछौँ यहाँ अझै के लेखेको छ हामी त्यो खोज्ने ट्राई गर्छौँ AVM फारुक उमर म्यानेजिङ डाइरेक्टर PIA भिजिटेड द 1994 ओके सो चाहिँ मेमोरियल पार्क 1995 देखि नै बन्दै आइरहेको थियो 1995 देखि नै थियो यहाँ सो PIA त्यो प्लेनको क्रुको नाम लेखेको छ यहाँ राना मोहम्मद इक्तिफार जान्जुआ हुसेन अख्तर मोना अहमद नेप्लिजहरू पनि थिए त्यो प्लेनमा नेप्लिजहरूको नाम लेखेको छ यहाँ पनि छ अब म इमेजिन गरिरहेको छु गाइज लाइक यो न डिस्ट्रोय हुँदाखेरिको कस्तो थियो होला
अनि कति राम्रो हेर्न मजा आउँथ्यो होला अनि अहिले यो कस्तो सिचुएसनमा छ त्यो हेर्न चाहिँ एकदमै स्याड हो यो चाहिँ अनि होपफुल्ली अब त यो बन्दैन होला किनकि यो धेरै वर्ष पहिलाको प्लेन क्रास पनि हो आज 2026 चलिरहेछ यो 1992 को प्लेन क्रासको सम्झना हो अनि 1992 भनेको त आजभन्दा 20 अनि त्यसपछि 26 इयर्स अगोको कुरा हो सो लुक एट दिस यस्तो छ अब सो अझै छ माने तर यसले जति समय यसले बितायो यहाँ यो पार्कले जति मान्छे आयो होइन एकदमै धेरै इयर्समा धेरै मान्छे आयो होला धेरै मान्छेलाई देख्यो होला तर अहिले अब यो यस्तो एबेन्डन भइसकेको छ डर पनि लाग्छ मान्छे यहाँ राति आउन सक्दैन होला यार बिमल है राति एक्लै नो ब्रो एक त यत्तिकै जङ्गल छ अनि यत्तिकै त्यही माथि मान्छे आउने तर कस्तो ठाउँमा बनाएको के पार्क पनि थाहा छ त यहाँबाट ल्यान्डस्लाइड हुन्छ होइन अनि पार्क यस्तो ठाउँमा हुन त 1992 मा बनेको पछि यहाँ कुनै पनि त्यस्तो भएको थिएन 2025 मा यस्तो भयो 2024 मा सरी अनि कसलाई के थाहा कति बेला के हुन्छ भनेर अनि यहाँ चाहिँ यस्तो झन्डाहरू टाँगेको छ अब सो यही नै थियो गाइज हाम्रो PIA पार्कको भिजिट सो यही नै थियो गाइज हाम्रो PIA पार्कको एपिरियन्स हाम्रो एक्सपिरियन्स तपाईँले हेर्नुभयो मलाई चाहिँ एकदमै स्याड लागिरहेछ यस्तो राम्रो पार्क यस्तो भयो बिकज अफ डिजास्टर बिकज अफ ल्यान्डस्लाइड हुन त त्यति बेला मान्छे पनि एकदमै धेरै मऱ्यो त्यो फ्लड र ल्यान्डस्लाइड हुने बेला बट कसैको सम्झनामा बनाइएको थियो कसैलाई याद गर्नको लागि बनाइएको थियो तर त्यो पनि डिस्ट्रोय भयो भेरी स्याड यति नै हो गाइज सी यू इन द नेक्स्ट भिडियो तपाईँले मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन मेरो च्यानल सब्सक्राइब गर्नुहोस् र यो भिडियोलाई लाइक गर्नुहोस्